आज मैले मेरो बाले फेसबुक स्टाटसमा लेख्नु भएको पहिलेको जमानामा पाहुना लाग्न जाँदा र अहिलेको जमानामा पाहुना लाग्न जाँदा आएको परिवर्तन बारेको स्मरण प्रस्तुत गर्न गइरहेको छु। पहिलेको जमानामा पाहुना लाग्न जाँदा कुरा यस्तो हुन्थ्यो। लैना बकेर्ना भैँसी छ छैन, खसी बोका कति छन्, कति हल गोरु पाल्नु भएको छ, गाई पनि पाल्दै त हुनुहुन्छ होला नि, खेतमा धान कति भयो, गत सालभन्दा घट्यो कि बढ्यो, यस्तै यस्तै। अहिलेको जमानामा पाहुना लाग्न जाँदा गरिने कुराहरू, अहिले कुन राजनीति दलमा हुनुहुन्छ, नयाँ राजनीति दलमा जाने सुर छ छैन, पार्टीको टिकट पाउनुहुन्छ कि हुँदैन, पुरानै पार्टीमा पो जानुभयो कि, पुरानोमा जाँदा नेतृत्व दिए कि दिएन नाइ, सभा जुलुसमा जाँदा सबभन्दा अगाडिको लाइनमा उभिएर ब्यानर समाउनुहुन्छ कि नाइ, पुरानो या नयाँ पार्टीमा जाँदा टिकट त पाउनुहुन्छ त होला नि, नयाँ पुराना पार्टीमा आस्था राख्दा सक्रियता छ या छैन, सहभागी हुनुहुन्छ कि हुनुहुन्न जुलुस र्यालीतिर, अनि जुलुस र्याली निस्किँदाखेरि कान थुनेर हेरिरहनुहुन्छ कि सहभागी हुनुहुन्छ, यस्तै यस्तै कुराहरू।